आ, मलाई बदलिनु छैन, आफूलाई यसरी बदल्नु छ कि उनीहरूलाई आफूले गरेको हरेक व्यवहारहरूले पछुतो होस्। श्राप त नलाग्ला, तर पाप जरुर लाग्छ तिमीलाई। मेरा यी निर्दोष आँखाबाट झरेका यो आँसुको दोष पक्कै लाग्छ तिमीलाई, किनकि नपाउँदासम्म कस्तो कस्तो पाएछि जस्तो जस्तै गर्यो तिमीले। लास्टै माया लाग्थ्यो, तर त्यो दिनदेखि मन मरिएर गयो। जुन दिन उसलाई मेरो अन्तिम मिस्टेकको सासले पुकार्दा पनि ऊ मेरो अगाडि भएर पनि नभएको जस्तो अनुभव दिलाइदियो। अब मलाई अरूले के भन्लान् के सोच्लान् त्यसको कुनै मतलबै छैन, किनकि मेरो लागि लड्दा हात दिने र पर्दा कात थाप्ने मेरो बाबा छन्। अब मेरो जिन्दगीले जता डोर्याउँछ त्यतै जाने। सही गलत छुट्याउन यो मनले राम्रोसँग जानिसक्यो, मेरो जिन्दगीले राम्रोसँग सिकाइसक्यो। किनकि मैले हरेकको राम्रा कुराहरू नराम्रा कुराहरू धेरै सुनेको छु। अरूका राम्रा बारेको विषयमा सोच्दा सोच्दै आफूले कुन बेला आफूलाई धोका दिइसकेछु त्यो मैले पत्तै पाएन।